हामीहरूले व्यञ्जन वर्ण पढ्दाखेरि अथवा काखा पढ्दाखेरि धेरै भुलिने र अलिकति भनेको जस्तो पढ्न नसक्ने, भनेको जस्तो आवाज लिन नसक्ने र अल्मलिने अक्षर रहेको छ। त्यसको बारेमा म तपाईहरुलाई भन्न चाहन्छु। अनि कृपया ध्यान दिएर हेर्नु होला अथवा सुन्नु होला, राम्रोसँग हेर्दिनु होला। यसमा चाहिँ प्राय जस्तो म चाहिँ झुकिरहेको हुन्छ र अनि राम्रोसँगले निकाल्न पनि सकेको हुँदैन है त्यो आन्सरको। जस्तै यो रहेको छ, यसलाई च्या भनेर पढ्नुपर्छ है। यो र त अब देख्न त एउटै देखिन्छ हैन, र अलि टाउकाको फरक हुन्छ। फेरि लेख्छु, तर यो देख्न त उस्तै छ नि हैन। उस्तै भए पनि टाउकोमा फरक हुन्छ। यो फर्स्टको चाहिँ कसरी पढ्ने भन्दाखेरि यसलाई पढ्न पर्ने चाहिँ यसरी पढ्न पर्ने हुन्छ है। कसरी पढ्नु पर्यो भन्दाखेरि च्या भनेर पढ्नु पर्यो। त अधि लेखेर या लेख्यो भने च्या भनेर पढ्नु पर्यो है। यसले चाहिँ च्या भनेर पढ्नु पर्यो। यसले चाहिँ कसरी पढ्नु पर्यो भने सिधै च चा भनेर पढ्नु पर्यो है। चा भनेर पढ्नु पर्यो। अब रहेको छ यसमा यो दुईटा देख्दा एउटै देख्छ, तर कसरी पढ्ने भन्दाखेरि कतिपय मान्छे पनि यसमा अलिकति अल्मलिरहेको हुन्छ है। छ अधि या छा भनेर पढ्नु पर्यो। यसले चाहिँ यसलाई छा भनेर पढ्नु पर्यो। यसले चाहिँ कसरी पढ्नु पर्यो? छा भनेर पढ्नु पर्यो है। छा भनेर पढ्नु पर्यो। अब फेरि यो दुईटै एउटै देखिन्छ, तर एउटामा टाउको छ हैन। कसरी पढ्नु पर्यो भन्दाखेरि एउटाले पढ्नु पर्यो ज्या भनेर पढ्नु पर्यो। यसले ज्या भनेर पढ्नु पर्यो। ज्या भनेर यसलाई पढ्नु पर्यो जा भनेर पढ्नु पर्यो है। जा भनेर पढ्नु पर्ने हुन्छ। अब यो भित्र पनि अब सबैभन्दा अल्मलिने अक्षर रहेको छ। यसमा चाहिँ एकदम धेरै जस्तो मान्छे अलिकति कन्फ्युज नै हुन्छ। त्यसको बारेमा म तपाईहरुलाई भन्न चाहन्छु। विशेष गरी यो चारवटा अक्षर, यो चारवटा अक्षरमा चाहिँ प्राय जस्तो मान्छे के भइरहेको हुन्छ भने धेरै जस्तो मान्छेहरू अल्मलिरहेको हुन्छ है। यो अक्षरमा चाहिँ मान्छेहरू प्राय जस्तो एकदम अल्मलिरहेको हुन्छ यो अक्षरमा चाहिँ। अलिकति भनेको जस्तो आवाज निकाल्न नसक्ने र पढ्न नसक्ने हुन्छ। र हामीले यसमा यसलाई कसरी पढ्नु पर्यो भन्दाखेरि साधारण तरिकाले चाहिँ यसलाई पढ्नु पर्यो स्या भनेर पढ्नु पर्यो। स्या भनेर पढ्नु पर्यो है। यसले कसरी पढ्नु पर्यो भन्दाखेरि हामीले स्या भनेर पढ्नु पर्यो। यो दोस्रोकोले कसरी पढ्नु पर्यो भने सा भनेर पढ्नु पर्यो है। यसलाई सा भनेर पढ्नु पर्यो। यसलाई कसरी पढ्नु पर्यो? सा भनेर। हरेक यसको पछाडि हा आएको हुन्छ, तर हा सानो साइलेन्टमा आएको हुन्छ। तर हामीले याद गरेन भने चाहिँ थाहा हुँदैन, याद गऱ्यो भने चाहिँ थाहा हुन्छ। यसको पछाडि पनि सानो हा आइरहेको हुन्छ। त्यसै सा भन्दाखेरि यसलाई पढ्नु पर्यो। कसरी पढ्नु पर्यो? यसलाई पढ्नु पर्यो स्या है। स्या भन्छ नि, स्या भनेर पढ्नुपर्छ। यसले चाहिँ स्या भनेर। यताकोलाई चौथोले चाहिँ कसरी पढ्नुपर्छ भने चाहिँ चौथोले चाहिँ सजिलो छ, सा भनेर पढ्नु पर्यो है। तपाईहरु यसरी पढ्नु भयो भने चाहिँ तपाईलाई धेरै सजिलो हुन्छ र यसरी पढ्दाखेरि चाहिँ हामीलाई बुझ्न पनि धेरै सजिलो हुन्छ।
यसरी पढ्नुभयो भने चाहिँ हामीले छिटै सिक्न सकिन्छ र अनि छिटो पनि जानिन्छ र प्राय जस्तो मान्छे जति पढे तापनि यो अक्षरमा चाहिँ अलिकति अड्किने अलिकति राम्रोसँगले स्वर निकाल्न नसक्ने हो त्यस्तोहरू हुन्छ यसमा चाहिँ। फेरि म तपाईँलाई लेखेर देखाउँछु है। यसलाई कसरी पढ्छ, यसलाई कसरी पढ्यो, यसलाई अघि यसलाई पढ्यो स्या भनेर पढ्यो, यसलाई स्या भनेर पढ्यो है। यसलाई पढ्यो कसरी पढ्यो, सा भनेर पढ्यो। यसलाई पढ्यो सा भनेर पढ्यो, सा भनेर है। यसलाई पढ्यो हामीले कसरी पढ्यो, स्या है, स्या भनेर पढ्यो। कसरी पढ्यो भन्दाखेरि स्या भनेर पढ्यो है। यसले पढ्यो स्या भनेर, यसले पढ्यो सा भनेर पढ्यो है। यसरी पढ्न भयो भने चाहिँ तपाईँले एकदम बुझ्न सजिलो हुन्छ। त्यसैको लागि म तपाईँले यसरी देखाउन चाहेको। कृपया आजको भिडियो यति नै टुङ्गाउन चाहन्छु। डेली हेर्न नभुल्नुहोला।